सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं, हामी डराएनौं, हामी हल्लिएनौं, किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। एकपटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ भनेर हामीले 84 कोरेका थियौं। नागरिकले सबै हेरेका हुन्छन्, हरेक गतिविधि जनताले हेरेका हुन्छन्। जनताको चेतनालाई कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई 20-21 सीट होइन, एकैपटक 2/3 दिन सक्थे जनताले। तर अघिल्लो चुनावमा जनताले के भने यी नयाँहरूलाई एकपटक हेरौं ताकि यिनीहरू नमात्ने हुन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमेटान नपारौं भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई 2/3 पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा कुरे, तपाई हामीलाई 36 महिना 36 दिन पनि कुर्नेवाला छैनन्। यो कुरा निर्धक्क हुनु होला, किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानून निर्माताका रूपमा अब तपाईहरुको दौड स्वार्थ समूहहरुको घर घरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जित्दैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घण्टीका मुनि सबै अटाउन सक्छौं, घण्टीसँग त्यति धेरै ताकत छ, कहीँ गुट बनाउनु पर्दैन। र आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो अभिगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर अभिगत हुन्छ। यो कुरा म तपाईलाई डे 1 मा बताउन गइरहेको छु। त्यसकारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो, सहमति त गर्ने, राष्ट्रिय सहमति गरे जस्तो भन्दै, राजनीतिक सहमति गरेको छ भन्दै विभिन्न सहमतिहरूमा नेताहरूले आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आफ्नो ठाउँ सुरक्षित राखे। तर देशलाई सुरक्षित राख्ने हो कि होइन, देशलाई केन्द्रमा राखियो कि राखिएन, त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ, देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईको र मेरो मन्त्री प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नको लागि यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाई हामीले बोक्ने हो। त्यसका लागि तपाई हामीलाई मत दिएर पठाएका हुन्। सामान्य कुरा होइन। यहाँ शहीदकी आमा छिन्, ध्यान दिनु होला। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेकी छिन् शहीदकी आमा। सामान्य कुरा होइन। यो देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईलाई सुनाउँदैछु। तपाईहरुलाई विचलित बनाउन, तपाईलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। बनेको दिनबाट प्रत्येक पटक हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौं। त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरू बीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ ठाउँबाट प्रयास भएको तपाईहरु हेर्नुहुन्छ होला नि। समाचार भित्रका नियतहरू पनि हेर्न सकिन्छ नि कहिलेकाहीँ त। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने, हामीलाई गिराउने, हामीलाई गरद गराउनेहरूको बिगबिगी छ। हामी विरुद्ध पनि त धेरै मत आएको छ नि, लाखौं भोट छ नि जसले हामीलाई भोट दिएनन्। अन्य विभिन्न नेताहरू छन्। प्रतिपक्षीको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन। फरक यति हो कि हामी कति बलियो छौं। आफू बलियो हुनुपर्छ, अरूलाई दोष लगाएर अर्काले फुटायो, अर्काले शक्ति गर्यो, विदेशीको चाल, उसको चाल, यसको चाल, यस्ता शब्दहरूलाई अब हामीले मेटाउनु पर्छ। यो कसैको चाल होइन। हामी मिल्न सकेनौं भने, हामी स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या पर्ने हो। विभिन्न राजनीतिक पृष्ठभूमिबाट रासोपा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईहरुले कहीँ कतै हेजिटेसन भन्छ नि, कहीँ कतै तपाईले लघुतावास राख्नै पर्दैन। मलाई पुरानो पार्टी भन्छन् कि अथवा पुरानो पार्टीहरूलाई गाली गर्दा मैले अनुहार रातो पार्नुपर्छ कि केही पनि भन्न पर्दैन। हृदय ठूलो पारेर हामीले तपाईहरुलाई स्वागत गरेका छौं। खाली यति हो कि पुरानो प्रवृत्तिबाट तपाई टकटकिएर आउनुपर्ने हुन्छ। किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त शहीदहरूले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्का खुलफुलका रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। हामी देखिरहेका छौं। तपाईं हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट, कुनै क्रियाकलापबाट हुनु हुँदैन। प्रत्येक भोटको इज्जत हुनुपर्छ। हो, सञ्चार माध्यममा बोल्न रमाइलो लाग्छ, आफ्नो बारेमा समाचार आउँदा रमाइलो लाग्छ, आफ्नो बारेमा वाहवाही हुँदा रमाइलो लाग्छ।
सञ्चारकर्मी साथीहरू पनि यही समाजका साथीहरू हुन्, उनीहरू मित्र हुन्। उनीहरूले कहिलेकाहीँ आफ्नो पक्षमा राम्रा कुरा लेखिदिँदाखेरि तपाईँले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा के प्रभाव पारेको छ त्यो कुरा याद नगरिकन तपाईँहरूले त्यस्ता किसिमका हल्का फुल्का अभिव्यक्ति दिनुभयो भने देशलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ। अब तपाईँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो। त्यसकारण भूमिका परिवर्तन भएको छ होइन। जो कोहीलाई अझै पनि म अभियन्तै हुँ भन्ने लाग्छ, अझै पनि पुरानो पेसाकर्मी हुँ जस्तो लाग्छ, जो कोहीलाई म हिजोकै जस्तै भनौँ न, यदि जिम्मेवार नभए पनि सार्वजनिक अभिव्यक्ति जस्तो दिन्थे त्यस्तै दिन्छु जस्तो लाग्छ भने यु आर मोर देन वेलकम टु लिड दिस फर्म। तपाईँहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ, केही पनि फरक पर्दैन। तर होइन, अब म जिम्मेवार हुँ, अब मेरो भूमिका फेरिएको छ। यो देशका कानुनहरू मैले फेर्नु पर्नेछ, कानुनहरूमा संशोधन ल्याउनु पर्नेछ, नयाँ कानुनहरू ल्याउनु पर्नेछ। मलाई मत दिएका जनताको घर घरमा खुसियाली आउनु पर्नेछ र मलाई मत दिएका जनताको चुलो बोल्नु पर्नेछ। मलाई मत दिएका जनतालाई प्रभाव पर्नु पर्नेछ। उनीहरूले मैले जस्तै अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ, कसैको सोर्स बिना भन्ने कुराको महसुस तपाईँलाई हुनुपर्छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस्। सक्नु भएन, इमर्जेन्सीको बेलामा मैले भनेको छैन, सक्नुहुन्छ सरकारी अस्पतालमा आफूलाई उपचार गराउनुहोस्। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीहरूलाई जुन अप्ठ्यारो पर्छ तपाईँले मात्र सुविधा प्राप्त गर्नु कि जायज होइन। सक्नुहुन्छ भने म बाध्यताकारी तपाईँलाई भन्दिनँ, महसुस गर्न सक्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा म यहाँलाई बताउँछु, राष्ट्रपा स्थापना भएको 3.5-4 वर्ष पनि भएको छैन। यसबीचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरू जोडिएका छौँ। राष्ट्रपाभित्र देशको अनुहार छ। अहिले जोडिएका साथीहरू यो देशको अनुहार, यही समाजबाट हामीले प्राप्त गरेका अनुहारहरू हो। हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य किसिमको सार्वजनिक जीवन होला, कसैको उच्च किसिमको सार्वजनिक जीवन होला। जे जस्तो भए तापनि एउटा कुरा आज मैले साथीहरूलाई राखेर स्पष्ट के बताउनु पर्छ भने, सरकार 2/3 छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला अल्पमतमा पर्ला भन्ने कुराको पर्वाह नगरिकन राष्ट्रपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ, एउटा फ्रिडम र एउटा डिसिप्लिन। यसबीचको पातलो एउटा रेखा छ साथीहरू, त्यो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईँहरूको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन। पार्टी सभापतिका रूपमा मेरो कुनै पनि आपत्ति छैन, तपाईँ स्वतन्त्रताको सदुपयोग गर्नुहोस्, तर अनुशासित भएर। अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ। पार्टीले अनुशासनका विषयमा तपाईँहरूलाई कडाइका साथ पालना गराउनेछ। किनभने परिवार ठुलो भएको छ, अनुशासित हुन सकेनौँ भने त्यसले अर्कै किसिमको एउटा अराजकता सृजना गर्छ। अराजकतालाई हामी कदापि स्वीकार गर्न सक्दैनौँ। यसै पनि विभिन्न किसिमका अराजकताबाट समाज आक्रान्त भएको यो अवस्थामा हामीले अत्यन्त अनुशासित हुनुपर्नेछ। म अघि पछि भन्दा आज अलिकति फरक चुनिएको छु होला, तपाईँले त्यो महसुस गर्नुभएको छ होला। अलिअलि कडाइका कुराहरू गर्यो, अलिअलि कारवाहीका कुराहरू गर्यो, यसले राइट टु रिकलको कुराकानी गर्यो, अलिक खबरदारी गरे जस्तो गर्यो भन्ने कुरा तपाईँलाई लागेको होला। लाग्नुपर्छ तपाईँलाई, किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन् नि, त्यो ठुलो जिम्मेवारीको महसुस तपाईँलाई प्रत्येक दिन हुनुपर्छ साथी हो, प्रत्येक दिन हुनुपर्छ। यो देश अहिले पनि बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले भनेका छन्, हर ठाउँमा भनेका छन्। तपाईँ भोट माग्न जाँदाखेरि आमा बाहरूले रुँदै के भनेका छन् तपाईँलाई थाहा छ? बाबु यो देश बचाऊ भनेका छन्। सुन्दाखेरि यो देश बचाऊ कति सामान्य कुरा हो नि, कति गहन कुरो छ, कति गहिरो कुरो छ, कति ठुलो कुरो छ भन्नुहोस् त। यो देश बचाऊ हामी जस्ता सामान्य मान्छेको हातमा, निलो झण्डा फरफराउँदै हातमा घन्टी बोकेर हिँडेका हाम्रा हातमा, हाम्रा काँधमा देशका ज्येष्ठ नागरिकदेखि बालक बालिकाहरूलेसम्मले यो देश बचाऊ भनिरहेका छन्। यो जिम्मेवारी हो, ठुलो शक्ति हामीले प्राप्त गरेका छौँ। जति ठुलो शक्ति त्यति ठुलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस यहाँहरूले गर्नुहोला। म जहाँ जुन ब्याकग्राउन्डबाट आउनु भएको छ म सबैलाई स्वागत गर्न चाहन्छु। राष्ट्रसभाभित्र सिङ्गो देशको अनुहार छ,
यहाँ व्यापार व्यवसाय क्षेत्रका साथीहरू पनि हुनुहुन्छ, विद्यार्थी साथीहरू पनि हुनुहुन्छ, जेनजी पुस्ताका सबै साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ, महिला साथीहरू हुनुहुन्छ, सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्ने साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता हुनुहुन्छ, कवि कलाकार मोडल रोल मोडल सबैजना हुनुहुन्छ, पूर्व प्रशासकदेखि लिएर सबैजना हुनुहुन्छ। यति ठूलो यो परिवारलाई समायोजन गर्नको निमित्त यो परिवारलाई एउटै धारमा एउटै ट्र्याकमा लिएर जानको निमित्त अनुशासनको अत्यन्त ठूलो खाँचो हुन्छ। म साथीहरूलाई यति भन्न चाहन्छु, म तपाईहरुको मिडिया प्रेजेन्स प्रति कहीँ कतै दुःख मनाउ गर्दिन, तर आफू अभिव्यक्त हुनुभन्दा पहिला तपाईले पार्टी पङ्क्तिसँग सरसल्लाह गर्नुहोला। तपाईको सानो बोलीले मतदान गर्ने अर्को मानिसको चित्त नदुखोस्। तपाईको सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धहरूमा आँच नपुर्याओस्। देशका कयौं गहन विषयहरू हुन्छन्, अर्थतन्त्र लगायतका विषयहरूमा तपाईका हल्का टिप्पणीहरूले हामीप्रतिको आशा निराशामा बदलिन सक्छ। त्यसकारणले मैले एउटा अभिभावककै हिसाबले तपाईहरुलाई सचेत गराउन खोजेको हुँ। आजको यो भेटघाट कार्यक्रममा उपस्थित सम्पूर्ण साथीहरू, रासोपा परिवार विशाल परिवार भएको छ। यो सँगसँगै नेपाली नागरिकले हामीलाई ठूलो अभिमत दिनुभएको छ। यसको जगेर्ना गर्नु तपाईँ हाम्रो कर्तव्य हो। अब संसदको सेसन चले भन्दा बाहेक तपाईहरुको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। तपाईको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईको हुनेछ, किनकि तपाईलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो। तपाईलाई सुख दिन होइन, तपाईका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईलाई भोट दिएर पठाएको। त्यसकारणले ठूला ठूला हल या ठूला ठूला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरूमा आफ्ना सांसदहरूलाई देख्न चाहन्छु। हामी सांसद भयौं भन्दैमा त्यो सांसद भएको ब्याचले या त्यो सर्टिफिकेटले एकाएक ज्ञान दिने होइन। अध्ययनको आवश्यकता पर्छ, ज्ञानको आवश्यकता पर्छ। र अब शक्तिशाली भए भनेर आफ्नो चालचलन आफ्नो व्यवहारै परिवर्तन गर्ने कयौं साथीहरू पनि मैले देखेको छु। त्यसमा विशेष ध्यान दिनु होला। नागरिकसँग सबै नजिक रहनु होला। चुनाव त फेरि पनि आउँछ, त्यतिखेर हामीले भनेका छौं, यसपटक हामीले इतिहास रच्ने कोसिस गरेका छौं। हामीले नागरिकसँग करार गरेका छौं। नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गर्यौं भने हामी कमिटेड छौं। यसपटक परिवर्तन गरेरै छाड्ने हो, यसपटक काँचुली फेरेरै छाड्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौं। त्यो करारका अक्षर अक्षर पढ्नु होला। र तपाईहरु मध्ये कोही यही भएकै हलहरु मध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरु हुनुहुन्छ, तर कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानु मन्त्री भनेर त्यस्तो चीजलाई बन्द गरिदिनु होला। किनभने अहिलेसम्म केही पनि थाहा छैन। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईसँग उभिँदासम्म हामीले गरेका छैनौं। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईले भन्नु पर्दैन। हामीलाई थाहा छ, तपाईहरुको विज्ञता थाहा छ, तपाईहरुको क्षमता थाहा छ। कयौं साथीहरु देखिएको गर्नुहुन्छ, कयौं साथीहरु छेकिएको गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ। कहिलेकाहीँ कसैले जति देखाउँछु भने पनि देखिँदैन, कसैले लुकाउँदा पनि देखिन्छ। क्षमता भन्ने कुरा त्यस्तो हुन्छ। त्यसकारणले कतिपय अलि बढी चर्चामा आएका साथीहरू र चर्चामा आउन नपाएका साथीहरू सबैलाई पार्टीले हेरेको छ। कयौं विषयका विज्ञ साथीहरू हुनुहुन्छ। म सञ्चारकर्मी साथीहरूलाई के पनि अनुरोध गर्न चाहन्छु भने सार्वजनिक चासो र सार्वजनिक छविमा आइसकेका भन्दा पनि रासोपा भित्रका 101 विज्ञ साथीहरू यो हल भित्र हुनुहुन्छ। अलिकति क्यामेरालाई फोकस गर्नुभयो, अलिकति टिल्ट डाउन टिल्ट अप लेफ्ट राइट गर्नुभयो भने यो हल भित्र 101 विज्ञ साथीहरू हुनुहुन्छ है साथी हो। त्यसकारणले आम नागरिकलाई ती साथीहरू बारे पनि जानकारी दिदिनु होला है। चलेका देखिएका सुनिएका साथीहरू त छँदै हुनुहुन्छ, त्यहाँतिर पनि अलिकति ध्यान दिनुहोस् ताकि नागरिकले थाहा पाउन् कि रासोपा भित्र यस्ता मान्छेहरू पनि रहेछन् भन्ने कुरा। यो मेरो सञ्चारकर्मी साथीहरूको उल्लेख्य उपस्थिति भएको हुनाले मेरो विनम्रतापूर्वक यहाँहरूलाई गरिएको अनुरोध हो। अब म लगभग आफ्नो भनाइको अन्त्यतिर आएको छु। उपस्थित साथीहरू, चुनावमा हामीले अत्यन्त दुःख गर्यौं। तपाईहरूले मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो। केही नयाँ साथीहरू, केही पुराना साथीहरू पनि चुनिएर आउनुभएको छ। अधिकांश धेरै सांसदका रूपमा नयाँ साथीहरू आउनुभएको छ। स्वाभाविक रूपमा
के होला, कसो होला, कस्तो होला भन्ने कुरा तपाईलाई लागेकै हुनुपर्दछ। चुनावका बेलामा जुन मेहनत तपाईले गर्नुभयो त्यो खटाइका हिसाबले त्यो मेहनत सायद नपर्ला, तर सोचाइका हिसाबले, पढाइका हिसाबले, अध्ययनका हिसाबले, रिसर्चका हिसाबले त्योभन्दा कम मेहनत गरेर चाहिँ परिवर्तन आउन सक्दैन। त्यसकारणले तपाईको काँधमा, तपाईहरुको काँधमा अत्यन्तै ठूलो जिम्मेवारी आइपरेको छ। यसको महसुस गर्नु होला। म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर तपाई हामीले प्राप्त गरेका छौं। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौं। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौं भने यसपटक तपाईले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो, इतिहास रच्ने हो 21 गते भनेर हामी सबैले भनेका हौं। विभिन्न ठाउँमा विभिन्न साथीहरुसँग भेटघाट गर्दा म आफै पनि पुगेको र तपाईहरुको हात समातेर भनेको म सम्झन्छु। हामीले भनेका थियौं यसपटक आफ्नो हातले आफै इतिहास लेख्ने हो। आज म तपाईलाई यो हलभित्र भनिरहेको छु, साथी हो, यो देशको भविष्य कस्तो लेख्ने तपाईको हातमा छ, मात्र तपाईको हातमा छ, अरु कसैको हातमा छैन। जनताले दिए तपाईलाई, ल लेख हाम्रो भविष्य, ल रोक हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईको काँधमा आएको छ। यसबाट एकदमै धेरै रमाइलो यसलाई लिएर, यसलाई चाहिँ उत्सवका रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो गहन बेला तपाईहरुको काँधमा आइपरेको छ। त्यसैले म सबैलाई यसको महसुस गर्नको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। म फेरि पनि भन्छु, यो सामान्य परिस्थितिले आएको होइन। भाइ बहिनीहरूले, ससाना भाइहरूले आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस्, हाम्रो काम बोलोस् भन्ने हेतुले तपाईहरुले काम गर्नुहुनेछ। नजानेको कुरा सिक्नका लागि कहिले पनि अप्ठ्यारो मान्न पर्दैन। मैले अघि नै भने, हामीले सांसदको लोगो लगाउने बित्तिकै, हामी सांसदको कुर्सीमा बस्ने बित्तिकै या संसद भवन छिर्ने बित्तिकै ज्ञान ओइरिएर हामी कहाँ आउने होइन। फेरि पनि मेहनत गर्नुपर्छ, फेरि पनि परिश्रम गर्नुपर्ने हुन्छ। कहाँ समस्या परेका छन् त्यसबारे ध्यान दिनुपर्ने हुन्छ। मलाई आशा छ यति प्रबुद्ध, यति क्षमतावान, यति युवा, यति समावेशी, यति धेरै साथीहरू एक ठाउँमा उभिँदा पनि यो देश बन्दैन भने, यति साथीहरू मिलेर पनि बनाउन सकिएन भने कसले बनाउन सक्ला? सक्छौं, हामी गर्छौं, हामी सक्छौं र हामी गर्छौं। अन्त्यमा यो देशको सबैभन्दा ठूलो समस्या मैले देखेको सामाजिक न्याय हो। सामाजिक न्यायका लागि लड्नुपर्ने हुन्छ। आम मानिसको आँखाले देख्ने विकास भनेको भौतिक पूर्वाधारको विकास हुन सक्दछ। ठूला ठूला बिल्डिङ, चिल्ला सडकहरू विकासका सूचक हुन सक्दछन्। मलाई सोध्नुहुन्छ भने मेरा लागि विकासको सूचक भनेको सामाजिक न्याय हो, सोशल जस्टिस। जुन समाजमा न्याय छैन, जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनु पर्ने हुन्छ। सामाजिक न्यायका लागि अब तपाईँ हामीले पैरवी गर्नुपर्ने हुन्छ। राष्ट्रपाले चाहेर पनि कयौं साथीहरूलाई जोड्न सकेन। हामी समावेशी हुन चाहन्थ्यौं। हुन त तुलनात्मक रूपमा राष्ट्रपाले अन्य राजनीतिक दल भन्दा धेरै महिला साथीहरूलाई उठायो, तर यो पर्याप्त होइन। म दुःखका साथ क्षमा याचना